हेलो नमस्कार सम्पूर्णमा यो भिडियो चाहिँ हस्पिटल मेट्रोन नर्सिङ सुपरभाइजर वार्ड इन्चार्ज सिनियर नर्सेसहरूको लागि है त। हजुरहरू अनुभव अनि धेरै कुराले परिपक्व हुनुहुन्छ, प्लिज यो बेलामा साइलेन्स नबसिदिनु होला। नर्सिङ प्रोटेस्टलाई अझै व्यवस्थित, शान्तिपूर्ण र जिम्मेवारी ढङ्गले अघि बढाउन हजुरको ठुलो भूमिका रहन सक्छ। इक्जाम्पलको लागि यो भिडियो हेरौँ है त। उपलब्ध हुन सकेनौँ, त्यस हुनाले नैतिक समर्थन र अन्य समर्थन छ र हामी हाम्रो सरकारलाई एकदम यही मार्फत चाहिँ दबाब दिन चाहन्छौँ नर्सेसहरूको माग चाहिँ पुरा होस् भनेर। र यदि माग पुरा भएन र अवमूल्यन गरेर नर्सलाई एकदम कमजोर सम्झिनु भयो भने नर्सहरू अझ आगामी दिनमा अझ कडा कदम लिएर उत्रिन पनि सक्नेछन्। उहाँ हुनुहुन्छ प्रदेश अस्पताल सुर्खेतको नर्सिङ प्रमुख। उहाँ लगायत सम्पूर्ण सिनियर नर्सेसहरू र अरू नर्सेसहरूको कारणले गर्दाखेरि चाहिँ नर्सेसको स्यालेरी, नाइट एलाउन्स र अन्य सेवा सुविधामा अरू हस्पिटल जस्तो, नेपालका अरू ठाउँ जस्तो दयनीय अवस्था चाहिँ यो प्रोभिन्स हस्पिटल सुर्खेतमा चाहिँ बेहोर्नु परिरहेको छैन। तर पनि अरू धेरै कुराहरू गर्न त बाँकी नै छ र उहाँहरू लागि पनि रहनु भएको छ। त्यसैले मैले यो भिडियो किन बनाएँ भने अरू हस्पिटलको नर्सेसहरू, सिनियर नर्सेसहरू, प्लिज हजुरहरू भनेको त्यो हस्पिटलको अरू नर्सेसहरूको चाहिँ आमा सर हो। यो बेलामा चाहिँ आफ्नो आमाले छोराछोरीको हक, हितको लागि एकदमै बोल्न जरुरी छ। साइलेन्स नबसिदिनु होला, कृपया आवाज उठाइदिनु होला। थ्याङ्क